चाहिन्छ त कुराहरू भन्ने कुराहरू मैले सबैको चर्चा गर्ने प्रयास गरेको छु। त्यसको लागि कलाको परिचय परिभाषा, सङ्गीतको परिचय परिभाषा, साहित्यको परिचय परिभाषा, नाटकको परिचय परिभाषाहरू मैले समेट्ने प्रयास गरेको छु। र योभन्दा अगाडि चाहिँ विभिन्न पुस्तकहरू निस्के पनि हाम्रो योभन्दा अगाडि हाम्रो केपी सर यहीँ हुनुहुन्छ, उहाँले पनि विभिन्न पुस्तकहरू निकाल्नु भएको छ। यतिखेर रामजी थापा रोचकजीलाई पनि सम्झिन चाहन्छु म, उहाँले पनि विभिन्न पुस्तकहरू निकाल्नु भएको छ। त्यही पृष्ठभूमिबाट हामी आएको हौँ। तर ती पुस्तकहरूमा लगायत बजारमा आएका पुस्तकहरूमा लाइट सम्बन्धी, पर्दा सम्बन्धी, रङ्गमञ्च सम्बन्धी, त्यसै गरी मल्टिमिडिया सम्बन्धी अलिकति अधुरो भएकोले त्यसलाई पनि मैले समेट्ने प्रयास गरेको छु। यी 9 कुराहरू यो पुस्तकमा छ। यसै गरी अझ चर्चा गर्नै पर्दा नृत्यको वर्गीकरण, हुन त नृत्य अघि हाम्रो स्वागत मन्तव्यमा भनिसक्नुभयो, यति ठुलो सब्जेक्ट हो, यति ठुलो विषय हो, हामीले एक परिभाषामा यहाँ हामीले बयान गर्न सक्दैनौँ। तर पनि मैले नृत्यको अहिलेसम्मको सायद विस्तृत वर्गीकरण गर्ने प्रयास गरेको छु। मैले यहाँ परिचय परिभाषा त आइहाल्यो। त्यसकारण हामीले अस्ति चियापान समारोहमा चाहिँ सिङ्गारको है ब्युटीको मूल्याङ्कन हुँदैन भन्ने हाम्रो आदरणीय नृत्य निर्देशक भावना कार्कीजीले भन्नुभयो। नृत्य भनेको एउटा ब्युटी हो, त्यसको मूल्याङ्कन हुन सक्दैन। त्यसमाथि पनि लोक नृत्यको मूल्याङ्कन हामीलाई निकै गाह्रो पर्छ। र मूल्याङ्कन कसरी गर्ने भन्ने अहिलेसम्मका विभिन्न पद्धतिहरू छ। त्यो विभिन्न पद्धतिहरू मैले मूल्याङ्कनका पद्धतिहरू पनि समेट्ने प्रयास गरेको छु यसमा मैले। त्यो लगायत चाल कसरी निर्माण गर्ने, नृत्य निर्देशन गर्दाखेरि इसारा कसरी दिने, र नयाँ नृत्य निर्देशकलाई विभिन्न ताल पद्धतिहरू ज्ञान नहुन सक्छ, विभिन्न तालहरू ज्ञान नहुन सक्छ। ती ताल ज्ञान नहुँदाखेरि कसरी हामी ट्रिक लगाएर गन्ती गर्ने भन्ने एउटा नयाँ गन्ती तरिकाहरू निकालेको छु। यसलाई यी विविध सब्जेक्टलाई मैले B2G सिद्धान्त भनेको छु। हुन त सिद्धान्तहरू विभिन्न अगाडि निस्केको होला, तर आधारभूत सिद्धान्त नहुँदाखेरि एडभान्स सिद्धान्त हामीले अँगाल्न सक्दैनौँ। त्यसकारण चाहिँ यो विविध सब्जेक्टलाई मैले अँगालेर एउटा B2G सिद्धान्त निकाल्ने प्रयास गरेको छु। यहाँको हातमा यो परेको छ।